आज हामी जापानको खानागावा प्रान्त योकोसुका जिल्लामा पर्ने सारुसीमा भन्ने ठाउँतिर हामी गइरहेका छौँ। यो एउटा टापु हो। सारुको अर्थ बाँदर हो, सीमाको अर्थ टापु अर्थात् बाँदर बस्ने टापु, बाँदर टापु भनेर चिनिन्छ। यो प्रशान्त महासागरको उत्तरी तटीय क्षेत्रमा पर्ने टोकियो खाडीको एकमात्र प्राकृतिक टापु हो सारुसीमा। कतिवटा जति बाँदरहरू छन् आज म यहाँहरूलाई देखाउनेछु। सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। यो अब हामी पुग्न लाग्यौँ सारुसीमा भित्र हामी छिर्नेछौँ। निकै रमाइलो दृश्यहरू छन्। हामी अहिले पानी जहाजबाट गइरहेका छौँ। यो टापुदेखि नजिकको जमिन अर्थात् प्रशान्त महासागरदेखि यो नजिकको जमिन भनेको चाहिँ खानागावा प्रान्तको योकोसुका जिल्लामा पर्ने मिकासा भन्ने ठाउँ हो, जहाँबाट यो टापुसम्म आइपुग्न पानी जहाजको मद्दतले 5 मिनट लाग्छ भने भौगोलिक दूरी 1.4 मिटर अर्थात् 1400 मिटर को दूरीमा रहेको छ। अब हामी ओर्लिँदैछौँ पानी जहाजबाट। यसरी गर्मीको सिजन लागेपछि यो टापुभित्र आराम गर्नको लागि अर्थात् रमाइलो गर्नको लागि जानेहरूको भिड बढेको भेटिन्छ। यहाँनिर बार्बिक्यू गर्नको लागि यसरी टेन्टहरू, पालहरू टाँगिएको छ। यो दक्षिणी साइडमा पर्दछ टापुको। हामी अघि ल्याएको, हामीलाई ल्याउने भनौँ न, पानी जहाज यही पानी जहाज हो, जहाँ एक पटकमा 240 जनासम्म अटिन्छ यस पानी जहाजमा, जसमा 4 जना चाहिँ क्रू मेम्बर बस्छन् भनिएको छ अनि बाँकी 236 जना बाँकी आन्तरिक तथा बाह्य पर्यटकहरूलाई बोक्छ भनेको छ। यो चाहिँ सङ्ग्रहालय हो जहाँ पुरातात्विक वस्तुहरू हेर्न सकिन्छ भित्र छिरेर। यो चाहिँ इको स्टेसन प्लास्टिक जन्ने, जल्ने नजल्ने फोहोरहरू यहाँनिर जम्मा गर्छन्। यो चाहिँ तोप हो। यो दोस्रो विश्वयुद्धमा प्रयोग गरिएको तोपको भग्नावशेष हो। यो यहाँहरूले देख्न सक्नुहुन्छ। यसरी यो समुद्री सतहबाट सबैभन्दा यो टापुको उच्च स्थानमा रहेको 39.3 मिटरको उचाइमा रहेको ठाउँबाट खिचिरहेको छु यो। र होचो भाग भने 3.2 मिटरको छ भनिएको छ। बोर्डहरूमा हेर्न सकिन्छ त्यसरी ती तथ्याङ्कहरू। यसरी यो योकोसुकाको सहर हो यो, जहाँबाट हामी अघि आएका थियौँ। यो पार्क हो। यिनीहरू एउटा यो भग्नावशेष देखिन्छ। यो पार्क हो। यसरी जङ्गलको बाटो यसरी हिँड्न सकिन्छ। बाटो बनाइएको छ व्यवस्थित तरिकाले। यो चाहिँ दोस्रो विश्वयुद्धमा प्रयोग गरिएका ब्याट्रीको सञ्चित गर्ने ठाउँ, भण्डारण गर्ने ठाउँ भनेर भनिएको छ। यसरी वरिपरि हेर्न सकिन्छ। यो एउटा दुलोभित्र
मान्छे यदि पस्ने हो भने करिब 2 जना जति चाहिँ अटिन्छ। त्यति गहिराइसम्म छ। 2 जना चाहिँ 5.5 फिट जति उचाइको व्यक्ति चाहिँ पस्न सक्छ। 2 जनासम्म चाहिँ छिर्न सकिन्छ। यसरी हामी हिँड्दैछौँ ठाउँ ठाउँमा। यसरी बोर्डहरू कहाँ जाने कता जाने के छ कतातिर भनेर देखाइएको छ। यसरी हेर्न सकिन्छ म्यापहरू हेर्दै। फर्स्ट टाइम आउने मान्छे पनि हेर्न सकिन्छ। यसरी काठबाट बनाइएका भर्याङहरू ठाउँ ठाउँमा छन्। सजिलै तरिकाले हिँड्न सकिन्छ। यो बाटो यसरी जङ्गलको बिचमा फोरेर बनाइएको यो बङ्कर हतियारहरू भण्डारण गर्ने ठाउँहरू विश्वयुद्धमा प्रयोग गरेका हतियारहरू भनेर भनिएको छ। यो यसरी एक किसिमको गौडाको रूपमा प्रयोग गरिएको रहेछ। अहिले चाहिँ यसरी मजाले सिमेन्टेड बनाएर व्यवस्थित तरिकाले पर्यटकहरूलाई चाहिँ सजिलो हुने गरी बाटो बनाइएको छ। यो टनेल हो, यो बङ्कर। यो हेर्न सकिन्छ जङ्गलको बिचमा। दोस्रो विश्वयुद्ध पश्चात मानव बस्ती विहीन बनेको यो सारुसीमा टापुको कुल क्षेत्रफल 21 वर्गमिटर रहेको छ। यसरी जताततै हेर्न सजिलो होस् भनेर बाटो बनाइएको छ। यो पुरातात्विक वस्तुहरू हुन्। यिनीहरू सम्पत्तिको रूपमा जापान सरकारले संरक्षण गरिरहेको छ। यो भित्तामा बनाइएको बङ्करको झ्याल हो। यसरी इतिहास पढ्न सकिन्छ, अध्ययन गर्न सकिन्छ। समर भ्याकेसन मनाउन आएका पर्यटकहरू हुन्। बाह्य तथा आन्तरिक पर्यटकहरू जापानीहरू पनि थुप्रै भेटिन्छन् अनि विदेशीहरू पनि थुप्रै भेटिन्छन्। यसरी बाटोमा बनाइएका भग्नावशेषहरू अहिले भेटिन्छन्। भौतिक संरचनाका भग्नावशेषहरू। निकै भिड बढाएको छ अहिले। यो टावरहरू अनि पारी यो योकोसुकाको बजार हो। यो टापुभित्र बनाइएका भग्नावशेष जुन भौतिक संरचनामा प्रयोग गरिएका इँटाहरू फ्रान्स, नेदरल्यान्ड्स र बेलायतबाट ल्याइएका आयातित इँटाहरू हुन् भनिएको छ। यो भेन्डिङ मेसिन देख्न सकिन्छ। यहाँनिर बार्बिक्यू गर्नका लागि सामानहरू खरिद गर्न सकिन्छ, भाडामा लिन सकिन्छ। खरिद भन्दा पनि भाडामा लिन सकिन्छ निश्चित समयका लागि। अब हामी डुलिसकेर घुमिसकेर फर्किने बाटोमा छौँ। यो यसरी पुल बनाइएको छ। यो अब उता फर्किनका लागि लाइन लाग्नेहरूको भिड हो। यो यसरी वरिपरि दृश्यहरू हेर्न सकिन्छ। यो हामी यही पानी जहाज चढेर फर्किने छौँ। हामी लाइनमा छिरिसकेका छौँ। बाँदरको टापु, बाँदर बस्ने टापु भनिए पनि अन्त्यमा यो जङ्गलभित्र एउटा पनि बाँदर भेटिएन। अचम्म लाग्यो है। पसौँ नि साथीहरू। अब हामी फर्किँदैछौँ यो सारुसीमा अर्थात् बाँदरको टापुलाई हामी बाई बाई गर्दैछौँ। सारुसीमा सी यू नेक्स्ट टाइम भनेको बिचमा गेट छ, पुलको बिचमा यसरी गेट राखिएको छ। सी यू नेक्स्ट टाइम।